नमस्कार सम्पूर्णलाई। मेरो नाम खुसी राई हो। म कक्षा 7 मा अध्ययन गरिसकेको छु। म यस विद्यालयको सगरमाथा किशोरी समूहको अध्यक्ष समेत रहेको छु। साथै आजबाट मेरो कार्यकाल समाप्त भएको छ। साथै केही दिनमा नयाँ समिति चयन हुँदैछ। त्यो पदाधिकारीलाई शुभकामना भन्न चाहन्छु। त्यो समूह गठन गरेर किशोरीका समस्यालाई आगामी दिनमा हुन सक्ने समस्याको समाधान गरी र हामीलाई खुलेर महिलाको बारे र हामी महिलाहरूलाई महिनावारी हुँदा निकै नै कठिन हुने भएकाले आराम गर्नका लागि 2टा बेड र अन्य सामग्रीहरू समेत दिनुभएको छ। करेसाबारी ग्रिन हाउसभित्र व्यावहारिक शिक्षा र माटोसँग खेल्ने वातावरण र विभिन्न तालिम दिनुभएकोमा इको हिमाल नेपालको कार्यकारी सर लगायत कर्मचारी साथै मेरो गुरुहरूलाई हार्दिक आभार व्यक्त गर्दछु। आज यस विद्यालयको सर मेडमहरूले हामीले गरेका करेसाबारीबाट अर्गानिक उत्पादन गरिएको बन्दाकोपीबाट आज पुनः हामीलाई व्यावहारिक जीवनसँग मेल खाने मोमो बनाउन शिक्षा दिँदै हुनुहुन्छ। यो कुराले म र मेरो साथी सम्पूर्ण साथीहरू झनै खुसीको सीमै छैन। हाम्रो साथीहरू सरहरू धमाधम बनाइरहनु भएको छ। त्यसैले यी सम्पूर्ण गतिविधि जीवनसँग मेल हुने अवसर मिलाइदिनु भएकोमा इको हिमाल संस्थाका सर मिस र मेरा गुरुवर्गलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। धन्यवाद।